यसलाई चाहिँ रोटी टक्क रोटी बनाएर डरेको आज कुकुर आज तिहार रहेछ यसको खासमा। अनि यो चाहिँ विश्वयुद्धमा लडेर यसको खुट्टा भाँचिएर यो उठ्न सक्दैन। अनि यो आन्दोलनमा गएर चाहिँ हिजो बेलुकी राम्रै थियो। अब यसलाई गोली लागेर शुभकामना। त्यही पनि बाँचेर आइछ पुरा भन्नुस्। त्यही पनि तिहार भनेर होला के बाँचेर आएछ। यो त खुट्टामा गोली लाग्छ। नगरेस् हिजो विश्वयुद्धमा गएर यसको खुट्टा खै यो रगत पनि भएको छ यहाँ भाँचेको छ कि यो तेल यत्रो सुन्देर यत्रो ठुलो छ कि अबि हिजो त सिङै थियो के यो त हिजो रात बेलुकीसम्म हिँड्थ्यो रे यो। अरू सबै ठिक छ यो चाहिँ सुन्नेर यत्रो गरेर छ। ल खुवाइदिनु अब ल के भन्छ अरे उस हात टोक्देला ल यसो मासु सासु नि भए हुन्थ्यो नि। नदुलेस् अहिले मासु काटेपछि तँलाई हड्डी भान्दिउँला। भिडियो बनिदिउँला भन्नु। ओ भान्जी खान नि सक्दैन के हेल त बाँचेर आइस अनि आज त तिहार मनाउन पाइस्। नदुलेस् अबदेखि। खुट्टा त बेङ्गे भइसक्यो कि डुल्न त कहाँ जाला र हाला छिचिरो खा। अलि ठुल्ठुलो घाँस हालिदिनु। नदुलेस् गाउँ नदुलेस् धेरै अर्को खुट्टा भाँच्लास् फेरि जाँदाखेरि नगइस्। अब त हिँड्न सके पो जाओस्। फेरि पेल्चाक गर्दै खुन्टेङ गर्दै गाउँ जालास्। कानमा नि चोट लागेछ कि आन्दोलनमा घाइते भयो कि जेनजी आन्दोलन। ल तँलाई शुभकामना तिहारको। ल भयो छुटेस् अब। हेप्पी कुकुर तिहार हेप्पी। तिमीले भन्देऊ न भन न हेप्पी कुकुर तिहार भन्देऊ ल। ल यति भएपछि कुकुर तिहार भइहाल्यो। हिजो साँझ यो राम्रै थियो। बिहान यस्तो अवस्थामा एउटा खुट्टा चाहिँ लुरे बनाएर आएछ बिस्तारै हिँडिरहेको।